यी त्रिकालदर्शी धुरन्धर पण्डितजीले एक दिन फुर्सद मिलाएर आफ्नै चिना हेरे। चिना हेर्दा आफ्नो मृत्युको समय नजिकिँदै आएको देखे। त्यति मात्र कहाँ हो र, पुनर्जन्ममा देउरालीको दलित बस्तीमा सुँगुरको बच्चा भएर जन्मिनुपर्ने कुरा समेत पत्ता लगाए। जिन्दगीभर चोखोनितो गर्दै धर्मकर्ममा बिताएका पण्डितजीका लागि सुँगुरको जिन्दगी जिउने कुरा त कल्पनाभन्दा बाहिरको कुरा थियो। यसै विषयको चिन्ताले उनी अत्यन्तै पिरिए र अन्तमा छोरालाई बोलाएर भने, बाबु, मेरो मृत्युपछि म देउरालीको दलित गाउँमा सुँगुरको रूपमा जन्मिँदैछु। जन्मने निश्चित दिनको बारेमा जानकारी दिँदै उनले थप भने, त्यहाँ छिर्के बिर्के रङको सुँगुरको बच्चा भेटिन्छ, जन्मेकै दिन गएर मलाई मारिदेऊ र त्यस तुच्छ सुँगुरको जुनीबाट मलाई मुक्त बनाइदेऊ। नभन्दै तोकिएकै दिन पण्डितजी बिते। काजक्रिया पनि सकियो। घर व्यवहारमा फस्दा छोराले बुबाले सम्झाएको कुरा भुसुक्कै बिर्सिएछ। करिब 1 हप्तापछि मात्र उक्त कुरा झट्ट सम्झेर, ला, बुवाले भन्नुभएको सुँगुरको कुरा त भुसुक्कै बिर्सिएछु। हतार हतार बुबाले भनेको ठाउँमा पुग्यो। साँच्चीकै त्यहाँ त पण्डितजीले पूर्व अनुमान गरे जस्तै छिर्के बिर्कै सुँगुरको बच्चा उसका अन्य भाइ बहिनीहरूसँग खेलिरहेको थियो। छोराले झटपट ढुङ्गा उठाएर बुबालाई मुक्त गर्न खोज्दै थियो। सुँगुरको बच्चाले आँखाभरि आँसु पारेको देखेछ। छोराले अचम्म मान्दै सोध्यो, किन रुनु भएको बुवा? सुँगुरले नाक सुहाउँदै भन्यो, बाबु, तिमी आउन ढिला भयो। अहिले त मलाई यही सुँगुरको जीवन पनि रमाइलो लाग्न थालिसक्यो। अब मर्न मन छैन। भो, छोडिदे। पण्डितजीलाई सुँगुरको जिन्दगी प्यारो लागे जस्तै हामीलाई पनि कतै यही भ्रष्टाचार, चाकरी, कुशासन र व्यथिति नै प्यारो लागेको त छैन?